नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा कथाकार सागरमणि थापाज्यूद्वारा लेखिएका बाल कथाहरू वाचन गर्नेछु। आशा छ तपाईलाई आजका कथाहरू मन पर्नेछन्। यी कथाहरू मलाई कथाकार सागरमणि थापाज्यूले मेल मार्फत उपलब्ध गराइदिनु भएकोमा कथाकार सागरमणि थापाज्यूलाई धेरै धेरै धन्यवाद। कथाकार सागरमणि थापाज्यू कीर्तिपुर नगरपालिका वडा नम्बर 7 काठमाडौँमा बसोबास गर्दै आउनु भएको छ। उहाँको प्रथम कृति अनुरोध वन कविता रहेको छ, जुन 2046 मा प्रकाशित भएको थियो। साथसाथै उहाँका विभिन्न कथा संग्रहहरू, जसमा छोरी बुहारी जिन्दाबाद, फड्किलो वर्तमान, ट्युसन मास्टर, डेराको कथा, चेलीको व्यथा रहेका छन्। साथसाथै उहाँले विभिन्न उपन्यासहरू पनि प्रकाशन गर्नु भएको छ र बाल साहित्यमा बाल उपन्यास र दर्जनौं कथा संग्रह पनि प्रकाशित गरिसक्नु भएको छ। आजको भिडियोमा कथाकार सागरमणि थापाज्यूद्वारा लेखिएको बाल कथा संग्रह चिलले चंगा उडाएबाट केही कथाहरू वाचन गर्नेछु। पहिलो कथा मूर्ख रागो। जंगम पहाड गाउँमा बस्छ। उसको घरमा धेरै किसिमका घरपालुवा पशु पंक्षीहरू पालेका छन्। जंगमको घरमा कुखुरा, हाँस, खसी, बोका, बाख्रा पालेका छन्। त्यसैगरी गाई, भैंसी, गोरु, रागो पनि पालेका छन्। जंगमहरूको घर र गोठहरू पनि धेरै छन्। गाई, गोरुका लागि भिन्दै गोठ बनाइएको छ। त्यसैगरी भैंसी, रागो बात्ने गोठ पनि बेग्लै छ। कुखुराको खोर, हाँसको खोर पनि अलग अलग छन्। त्यसैगरी बाख्राहरूलाई पनि भिन्दै खोरमा राखिएको छ। जंगम किसान परिवारमा जन्मेको केटो हो। उसका बाबा आमाहरू संयुक्त परिवारमा बस्ने गर्छन्। जंगमको घरमा हजुरबुबा, हजुरआमा, जेठाबा, जेठीआमा, काकाबा, काकीआमा, दाई, दिदीहरू ठूला सदस्यहरू हुन्। उसको घरमा साना सदस्यहरू पनि धेरै छन्। जंगमकी बहिनी तथा जेठाबा र काका बाहरूका छोराछोरीहरू समेत गरेर 7 जना साना सदस्यहरू छन्। जंगमको घरमा ठूला सदस्यहरूले जागिर पनि खाएका छन्। खेतबारीमा काम पनि गर्दछन्। जंगमका बाहरू गाई, भैंसीको दूध बेच्ने गर्छन्। खसी, बोका, बाख्रा अनि कुखुराहरू बेचेर मनकी आम्दानी गर्छन्। केटाकेटीहरूमा जंगम सबैभन्दा जाँगरिलो सदस्य हो। उसको लेखपढ गर्ने काम त सधैँ छ। त्यसबाहेक ऊ बिदाको समयमा वस्तु चराउन वनमा जाने गर्दछ। जंगमका केही छिमेकीहरूले उसकै घरको दूध किनेर खाने गर्दछन्। उनीहरूको घरमा दूध पुर्याउने काम पनि जंगमको भागमा परेको छ। करिब 7 महिना जति भयो जंगमले घरमा खसी, बोका काट्न नदिएको। त्यसभन्दा अघि उसको घरमा हरेक हप्ता खसी, बोका काटेर मासु बेच्ने गरिन्थ्यो। छिमेकीहरूले एक भाग किनेर लैजान्थे। जंगमका बाहरू पनि आफ्नै घरमा काटिएका पशुहरूको मासु खाने गर्दथे। तर जंगमलाई कस्तो कस्तो लाग्थ्यो। एक दिनको घटना हो। जंगम पनि खाना खान बसेको थियो। उसको भागमा पनि मासु थियो, तर उसले मासु खान मानेन। नातिले मासु नखाएको देखेर उसको हजुरबालाई नरमाइलो लाग्यो। जंगमको हजुरबालाई मासु भात खान औधी मनपर्छ। बुढा 80 वर्ष काटिसके, तैपनि उसका सबै दाँतहरू बलिया छन्। त्यही भएर गाउँमा उनी मांसाहारी बाजे उपनामले प्रख्यात छन्। त्यो दिन नातिले मासु खान गाह्रो मानेको देखेर उनले भने, ए बुहारी, तेरो पुत्रलाई राम्रो मासु परेन जस्तो छ। घरमा धेरै काम सघाउने यही केटो हो। राम्रो राम्रो मासु छानेर थपिदे त बा। जंगमकी आमाले ससुरा बाको आज्ञा पालन गर्दै भनिन्, हुन्छ बा, म हजुरको प्यारो नातिलाई हाड छाला नभएको मासु थपिदिन्छु। आमाले मासु थपिदिन खोज्दा जंगमले हत्त नपत्त हातले छेक्दै अस्वीकार गर्यो। नाइ आमा, मलाई मासु नथप्नुहोस्। यही थालको त कसरी खाउँ जस्तो भइराखेको छ आफूलाई। नातिको कुरा हजुरबालाई चित्त बुझेन। त्यही भएर उनले जंगमलाई मासु खानको लागि कर गरे। जंगम हजुरबासँग अलि डराउँथे। त्यही भएर जबरजस्ती खायो। केही बेरपछि नै जंगमलाई रछ्यानतिर जान हतार भइहाल्यो। ऊ कुदेर रछ्यानमा पुग्यो र रछ्यानको डिलमा बसेर बान्ता गर्न थाल्यो। रातको खाइधन्दा सकेर परिवारका केही सदस्यहरू बैठक कोठामा जम्मा भए। त्यहाँ जंगमका हजुरआमा, आमा, बाबा पनि उपस्थित थिए। हजुरबा चाहिँ सुत्न गइसकेका थिए। जंगमकी आमाले कुरा जेकिन्, आज जंगमले कता के मरेको देखेछ कुन्नी, मासु भात धेरै खान सकेन। खाएको पनि रछ्यानमा गएर सबै उल्टी गर्यो। जंगमको बाले हकारेको स्वरमा भने, जे मरेको देखे पनि खसीको मासु खाँदा किन दिगदिग मान्नु परेको यसलाई? शाकाहारी केटो त होइन नि यो। फेरि यसलाई थाहै छ नि, हाम्रो घरमा मासु नखाने मान्छेले मासु पकाएको दिन भोकै बस्नुपर्छ भनेर। बाले पुर्खादेखि चलेको चलनलाई म त मास्न सक्दिन। जंगमको जेठाबाको छोराले अनुमान लगायो,
मलाई के लाग्छ भने नि काका, आज जंगमले मासु खान नमानेको विशेष कारण छ अनि बान्ता आउनुको कारण पनि सोही विशेष कारणसँग जोडिएको छ। दाजुको कुरा सुनेपछि जंगमको मुहार अघिभन्दा उज्यालियो। त्यो देखेर सबैजनाले उसैसँग कारण सोधे। जंगमले अलि मार्मिक कुरा गरिदियो। खास कुरा यो थियो कि जंगमले आज काटिएको खसीलाई बिचट्टै माया गर्दो रहेछ। त्यसो त आफ्नो घरमा पालेका पशु पन्छीहरूलाई सबैले माया गर्दथे। त्यसो भन्दैमा काटेर मासु नखाने भन्ने सिद्धान्त त्यो घरमा लागू हुँदैन थियो। तैपनि जंगमले त्यो प्रथालाई तोड्न खोज्यो। केटोले आँट त गरेकै हो। उसले हजुरआमालाई सुनायो, मान्छेहरूले हाम्रा सन्तानलाई केही खान दिँदैनन्, भइहाल्यो भने उपचार गर्छन्, तर घरमा पालेको जनावरको चाहिँ हत्या गर्न हुन्छ त हजुरआमा? जंगमको भावुक सवालप्रति हजुरआमाले विशेष चासो दिइन् अनि त छोरा बुहारीहरूलाई सुनाइन्। यो नाति केटोले गहिरो कुरा गर्यो है, यसले ठिकै भन्यो त। हाम्रो जस्तै ती पशुहरूको पनि आत्मा हुन्छ नि। आफैले हुर्काएर बढाएर पालेको जनावरलाई काटेर मासु खानु त पापै हो नि। हजुरआमाले आफ्नो पक्ष लिएकी भएर जंगम खुसी भयो, तर त्यो खुसी पलभरमै चकनाचुर भयो। त्यो काम जंगमकै बाले गरिदिए। जंगमको बाले करतुत गरे। यदि कसैले पनि मासु नखाँदो हो त संसारका पशु पंक्षीहरूको संख्या बढेर तिनीहरूले हामीलाई नै खाइदिने थिए। हैन, यो केटोले लहटमा यस्तो गफ दियो भन्दैमा आमाले पत्यायो। हैन, कहिलेदेखि यो केटोले आत्मा र परमात्माको बारेमा प्रवचन सुन्न थालेछ? बाको कुरा सुनेपछि जंगमलाई रिस उठ्यो र सुत्न गयो। त्यसको भोलिपल्टै जंगमको हजुरबाले निर्णय सुनाइदिए, आजदेखि यो घरमा परिवारलाई बैराग लाग्ने कुरा गर्न मनाइ गरिएको छ। हामी किसान हौं, किसानको घरमा खसी बोका काटेर मासु नखाने भन्ने पनि हुन्छ र? यो मेरो घर हो, मेरो निर्णय मान्नुपर्छ। हजुरबालाई चुनौती दिँदै जंगमले भन्यो, त्यसो भए म अनसन बसे हजुरबा। जुन दिनदेखि हाम्रो घरको घरपालुवा पशु पंक्षीहरूको मारकाट गर्ने प्रथा रोकिएला त्यही दिनदेखि म अनसन तोडोला। नभन्दै जंगमले घरको गोठ अगाडि गएर अनसन बस्न सुरु गरिहाल्यो। उसलाई हजुरआमाले पनि साथ दिइन्। त्यो कुरा थाहा पाएर हेर्नका लागि छिमेकीहरूको धुइरो लाग्न थाल्यो। जंगमको काकाबाले हजुरबालाई गिज्याए, यो केटोले मानव अधिकारको बारेमा अलिअलि कुरा बुझेको थियो, हुँदाहुँदा त पशु अधिकारको कुरा पनि जानिसकेछ अघि बा। बुढा निकै रिसाए र गाली गर्न थाले, नकरा नालायक, यो सब तैँले सिकाएर जानेको हो। गाउँमा तेरो नेतागिरी ज्यादा छ नि त, त्यही भएर आफ्नै नातिले समेत टेर्न छाड्यो, तर म झुक्दिन। जंगमको हजुरबाले जंगमको सेखी झार्नका लागि घरमा पालेको रागो पनि काट्ने कुरा गरे। त्यो रागो एकदमै चण्डाल थियो। कति पटक त दाम्लो चुडालेर छिमेकीको बाली खाइदिएको थियो। केही मान्छेहरूलाई कान्ला मुनतिर पुर्याइदिएको थियो। जंगमको घरको एउटा गोरु बिरामी परेको बेलामा अर्को गोरुसँग त्यही रागो नारेर जोत्ने गर्दथे, तर त्यो कुरा उक्त रागोलाई मन परेको थिएन। त्यही भएर त्यसलाई नारेर हलो जोत्न बहुतै कठिन हुन्थ्यो। जंगम भन्ने गर्दथ्यो, यसरी रागो र गोरुको बेजोडा बनाएर हलो जोत्न हुन्न नि बा, कि भने दुईटै रागा नारेर जोत्नुपर्छ, कि भने गोरुको जोडा मिलाउनु पर्छ। छोराको कुरा सुनेपछि बालाई झनक्क रिस उठ्यो र गाली गर्दथे, आइज न त, रागोको सट्टा त नारेन, बड यो हान्ने गोरुलाई माया गर्दो रहेछ, यसलाई नजोती नजोती केवल दाना पानी खुवाएर मात्र राख्नु हामीले? कुन दिन तँलाई नै हानेर बिताउँछ अनि चाल पाउलस बज्जे। जंगमको रागोले अरूलाई फाँफु गरे पनि उसलाई माया गर्ने गर्थ्यो। जंगमले पनि त्यो रागोको स्याहार गर्न जाँगर चलाउँथ्यो। उसको टाट्नो खाली देख्यो कि पराल घाँस हालिदिन्थ्यो। त्यही भएर ती दुवै साथी साथी जस्तै थिए। जंगमको हजुरबा रागो काट्न चाहँदैन थिए। उनीहरूको घर छिमेकमा रागाको मासु चल्दैन। शहरमा जाँदा रागाको मम चाहिँ स्वाद मानी मानी खान्छन्। जंगम र उसकी हजुरआमा अनसन बसिरहेका थिए। गोठमा बाँधेको रागो फलामे साङ्लो चुडाउन खोज्दै कराउन थाल्यो, वाई वाई। जंगम उठेर गोठको ढोकामा पुग्यो। ऊ त्यही उभिएर भन्न लाग्यो, तँलाई भोक लागेर कराएको होलास्, म त भोक हडताल बसेको छु, तँलाई पराल दिन मिल्दैन। त पनि अनसन बसेर हजुरआमालाई झैं एकबद्धता जना। जंगमको कुरा रागोले बुझ्यो कि बुझेन, तर जंगमले रागोले चाहेको कुरा बुझिसकेको थियो। जंगमले नफुकाइदिएको हुँदा रागो फु फु गर्न थाल्यो। त्यस्तैमा जंगमको हजुरबा जंगमसँग सम्झौता गर्न आइपुगे। उनलाई देखेर रागो झनझन कराउन थाल्यो, तर कसैले वास्तै गरेन। हजुरबाले शर्त राख्दै भने, मेरो कुरा राम्ररी सुन नाति, तैँले पनि आफ्नो ढिपी छाडिदे, म पनि आफ्नो पुर्ख्यौली चलनलाई अलिकति परिमार्जन गर्छु। यसो गरौं, आजदेखि यो घरमा पालेर राखेका कुनै पशु पंक्षीको मारकाट नगर्ने, तिनका मासु पनि नखाने, बरु बेच्ने र बेचेर आएको पैसाले बजारबाट मासु किनेर ल्याउने। जंगमलाई उसकी हजुरआमाले उक्त शर्त मान्न लगाइन्। जंगमले मान्यो। वास्तवमा उसले चाहेको पनि त्यही रहेछ।
त्यति भएपछि कमसेकम उसले माया गरेर पालेका खसी बोकाहरू काटेको देख्न परेन र तिनको मासु सेवन पनि गर्न परेन। एकातिर जंगमको अनसन तोडियो तर अर्कोतिर रागोले दुःख दिन थाल्यो। त्यसले 4 पटकसम्म किला उखेलेर गोठमा परेड खेल्यो। रागोको हरकत नरोकिएपछि जंगमको बा र काका मिलेर त्यसलाई बेचेर पठाउने निदो गरे। त्यसमा तिनका बाले पनि सहमति जनाए। अन्ततः जंगमको घरको रागो बेचियो। रागो किन्ने मानिसहरूसँग जंगमले गोठालो भाग भनेर पैसा माग्यो। त्यो पुरानै चलन थियो। त्यही भएर रागो किन्नेहरूले गैँडा छापे एउटा नोट दिए। जंगमको रागोलाई डोराउँदै शहरका मानिसहरूले लिएर गए। त्यो रागो छाडा हुन नपाएको धेरै भइसकेको थियो। अत ऊ फुत्कने दाउमा थियो। रागोले दुःख दिन खोजेको देखेर पछाडिको मानिसले लट्ठीले 2 स्वाट लगायो। रागोलाई निकै रिस उठ्यो। त्यही भएर उसले ती खरिदकर्ताको सपना चकनाचुर पारिदियो। तिनीहरूले त्यो रागोलाई काटेर मासु बेची नाफा कमाउने विचार गरेका थिए तर सफल भएनन्। रागो फलामे साङ्लो सहित फुत्केर टाप कस्यो। ऊ अघि भागिरहेको थियो। मानिसहरू पछि पछि कुदिरहेका थिए। त्यो रागो भाग्दा भाग्दै बिन्द्रा वनमा पुग्यो। अचानक उसको बाटोमा बाधा आइलाग्यो। ऊ गइरहेको बाटोमा बाघका 3वटा डमरुहरू रहेछन्। ती डमरुहरूले रागोलाई लखेट्न थाले। रागो एकदमै मूर्ख थियो। उसले ती डमरुहरूलाई ठिक पार्न सक्थ्यो तर उसलाई त्यसको हेक्का नै भएन। उसलाई थाहै भएन ती डमरुहरूले फसाउँदैछन् भनेर। जब त्यो रागो वनको बीचतिर भाग्यो बल्ल उसलाई याद भयो, ओहो यो वनमा त बाघको परिवारै बस्दा रहेछन्। त्यो रागो आत्तिन थाल्यो। बल्ल उसले आफूले मूर्ख भएको कुरा चाल पायो। उसलाई देखेर बाघको परिवार मिलेर गर्जिन थाले, अब तँलाई मार्छौं, तँलाई खान्छौं। तर रागो त्यहाँबाट कुलेलाम ठोक्यो। भयभरको बल लगाएर दौडियो तर ऊ बाँच्न सकेन। बाघहरूले चारैतिरबाट छेकाटो हानेर उसलाई समाते। भगिनीले रागोको किलकिलेमै दाँत गाडी। पलभरमै रागोको इहलीला समाप्त भयो। बाघहरूले उसको मासु लुची लुची खान थाले। शहरका मानिसहरूले शहरको होटलमा मोमो बनाएर खुवाउन किनेको रागो बाघहरूको शिकार बन्यो। केही घण्टापछि शहरका मानिसहरू जंगमको घरमा फर्केर गए। उनीहरूले खास कुरा बताए। उनीहरूले जंगमका बाहरूसँग पैसा फिर्ता मागे। रागो हराउने उनीहरू अनि शोध भर्ना चाहिँ जंगमका बाहरूले गर्नु पैसा फिर्ता दिएनन्। त्यस्तैमा जंगम स्कुलबाट घरमा आइपुग्यो। उसले पनि वास्तविक कुरा थाहा पायो। उसले अन्दाज लगायो रागो पक्का पनि बिन्द्रा वनमा चरिरहेको होला। त्यही भएर उसले रागो खरिदकर्ताहरूलाई उतै लिएर जाने विचार गर्यो। ती मानिसहरू जंगमको पछि लागेर बिन्द्रा वनतिर गए। वनको बीच भागमा पुग्दा पनि रागो फेला पार्न सकेनन्। उनीहरूले धुइँती खोजे। अन्ततः उनीहरूले रागाको हाडखोड मात्र फेला पारे। जंगम हाँस्दै भन्छ, अंकलहरूले साइडमै हाम्रो रागो खरिद गर्नु भएछ, नकिनेको भए हामीलाई घाटा लाग्ने रहेछ नि। रागोको मासु त बाघहरूले खाए होलान्। अब यी हाडहरू बटुलेर लानुहोस्, शहरमा टाक बनाउने कारखाना हुन्छ रे। मूर्ख रागोको हाडको टाक बनाएर लुगामा लगाउनुहुन्छ। जंगमको कुरा सुनेर शहरका मानिसहरू जिल्लराम परे। मूर्ख रागोले गर्दा उनीहरूको पैसा सित्तैमा गयो। दर्शक तथा श्रोतावृन्द, तपाईलाई यो कथा कस्तो लाग्यो? लागौं अर्को बाल कथातर्फ। कथाको शीर्षक सारौंको बचेरो। करेसा बारीमा आँगनतिर आइरहेको फुच्चे छोराले तोते बोलीमा बोलायो, मामु यता आउनुहोस् न, हेर्नुहोस् त मैले के ल्याएको छु। उसकी मामु घरभित्रको काममा व्यस्त थिइन्, त्यही भएर सुनेनन्। तब उसले फेरि छर्केर बोलायो, मामु छिटो बाहिर आउनुहोस् न भन्या। छोरा मामुलाई एक चीज देखाउन हतारिएको थियो तर मामुले सुन्दै सुनेनन्। बरु उसकी दिदी पो टुप्लुक्क आइपुगी। उसको नाम ऐश्वर्या हो। ऊ 8 वर्षको थिए। भाइ चाहिँ 5 वर्षको। नाम चाहिँ रिकेश। रिकेशको हातको चीज देख्न साथ ऊ चिच्चाई, लौ ननी कहाँबाट समातेर ल्याएको यसलाई? यो त सारौंको बच्चा हो भाइ, छाड्दे यसलाई, नत्र यसका माउहरूले तँलाई ठुङ्गी ठुङ्गी घाइते पार्छन्। ती सारौंहरू कराउनको कारण बल्ल मैले बुझे। दिदीको कुरा भाइले मानेन। पिँढीमा पुगेर तोती बोलीमा भन्यो, नाइ छाल्दिन। ती दिदी भाइको झगडा पर्ला जस्तो भयो। बिचरो सारौंको बचेरो आत्तिसकेको थियो। उसका माउहरू बेसरी कराइरहेका थिए। सारौंहरू कराएका सुनेर टोलका कुकुरहरू यता र उता दौडदै थिए। ऐश्वर्या र रिकेशको मामुले घरभित्रबाटै सारौंहरू कराएका सुनिन्। मामु घरभित्रैबाट भन्न लागिन्, त्यहाँ आँगनमा को छ? ए छोरी, तिमी कता छेउ ऐश्वर्या? त्यहाँ ढाडे बिरालो आए जस्तो छ, हेरेर चल्ला लैजाला नानी। ऐश्वर्या र रिकेशले मामुको आवाज त सुने तर जवाफ फर्काएनन्। रिकेशले बचेरोलाई हातमै लिइराखेको थियो।
बचेरो सकी नसकी कराइरहेको थियो। ऐश्वर्याले भाइलाई सम्झाउँदा मानेन। ऐश्वर्याले बचेरो खोसेर छाडिदिन खोजे। भाइले दिएन। ऊ त त्यो बचेरोलाई पिंजडामा राखेर पाल्न चाहन्थ्यो। त्यस्तैमा बचेराको माउले रिकेशको टाउकोमा ठुइदियो। रिकेश आत्तिएर कराउँदै घरभित्र पस्यो। मामु बाहिर निस्कन लागिरहेकी रहेछन्। रिकेशले तोते बोलीमा भन्यो, मामु, मैले यो महिना चल्ली समातेर ल्याएको छु, म यसलाई पाल्छु हस्। बोली नफुटेको छोराको कुरा सुनेर एकपटक मामु हाँसिन्। त्यसपछि छोरालाई सम्झाउन थालिन्, यो मैना चरी होइन छोरा, यो त सारौंको बचेरो हो। यो बचेरोले भर्खर भर्खर उठ्न सिक्दैछ, छोडिदेऊ यसलाई। छोराले जिद्दी छाडेन। भन्यो, नाइ के नाइ, यसलाई म पालेर बोल्न सिकाउँछु मामु। भाइको ढिपी देखेर दिदीलाई झनक्क रिस उठ्यो। तब हप्काउँदै भनी, सिकाउँछस् तैले बोल्न? तेरै बोली फुटेको छैन? खुरुक्को छाड्दे, नत्र तँलाई सारौंहरूले ठुङ्गेर मार्छन्। ऐश्वर्यालाई त मामुले उल्टै हप्काइन्। देत, भाइलाई त्यसो भन्नुहुन्न नि, भाइलाई त माया पो गर्नुपर्छ। ठिकै छ नि त, तेरो भाइले रहर गरिहाल्यो, आज दिनभरि पिजडामा राख्छ, अनि भरे बाबा आएपछि निर्कल गरौँला। छोरी मामुको कुरामा सहमत हुन सकिन। तब तर्क गर्न थाली, भरेसम्ममा यो बचेरो मरिसक्छ मामु, यसलाई चारो खुवाउन नपाएर यसका माउहरू कराइरहेका छन्। न त यो मैना चरी नै हो, न त सुगा नै हो। यसले हाम्रो कुरा बुझ्दा पनि बुझ्दैन, अनि पालेर काम पनि छैन, बरु पाप लाग्छ। सारौंको बचेरोलाई लिएर त्यो घरमा एक किसिमको रडाको नै मचिन थाल्यो। त्यस्तैमा त्यहाँ छिमेकी आन्टी आइपुगिन्। उनी सामु ऐश्वर्याका आमा छोरीले गुनासो सुनाए। छिमेकी आन्टीले रिकेशको हातमा सारौंको बचेरो देख्न साथ कुरा बुझिहालिन्। आन्टीले रिकेशलाई फकाउन थालिन्, बाबु रिकेश, यो बचेरोलाई भोक लागेर मर्नै आँटिसक्यो, यसलाई छाडिदेऊ बाबु। तर रिकेश मानेन, बरु आफैले चारो दिने विचार गर्यो। त्यही भएर ऊ आँगन छेउको तुलसीको मट्नेर गयो। त्यहाँ केही अक्षताहरू छरिएका रहेछन्। उसले 4-5 केरा हत्केलामा राखेर बचेरालाई खुवाउन खोज्यो, तर रिकेश सफल भएन। ऊ झोक्राइरहेको थियो। त्यतिन्जेलसम्ममा रिकेशलाई पनि भोक लागिसकेको थियो। रिकेश मामुसँग खानेकुरा माग्यो। मामुले छिमेकी आन्टीतिर हेरेर इसारा गरिन्। आन्टीले भनिन्, तिमीले यो बचेरालाई छाडिदियो भने तिमीलाई मेरो बुबु चुसाउँछु। तिम्री आन्टीको बुबु त मह भन्दा पनि गुलियो छ बाबै, खै यता आउ त, म तिमीलाई मेरो बुबु। आन्टीले वाक्य पूरा गर्नै नपाई रिकेशले टिप्पणी गर्यो, नाइ खान्न, हजुरको बुबु त तितो छ, मलाई थाहा छैन भनेको। रिकेशले त्यति के भनेको थियो। उसका दिदी र मामु मरी हाँस्न लागे। आन्टीले पनि हाँसो थाम्न सकिनन्। एक चरण हाँसिसकेपछि आन्टीले भनिन्, उम्रिँदै 3 पात भनेको यही हो। अचेलका बच्चाहरूसँग के कुरा गर्न सकिन्थ्यो र? सारौंहरू कराउँदा कराउँदा थाकेर चुपचाप बसिरहेका थिए, तर तिनका आँखाहरू घरको ढोकातिरै तन्किरहेका थिए। रिकेशकी मामु र छिमेकी आन्टी आजित भई भान्सातिर लागे। ऐश्वर्याले भाइको हातबाट बचेरो खोसेर उडाइदिन खोजे, सफल भइन। ऐश्वर्याले छिमेकी आन्टीसँग आग्रह गरी, यो मोबाइल फोनबाट रिसपलाई यहाँ बोलाइदिनुहोस् न आन्टी, बरु साइकल लिएर आइज भन्नुहोस् न ल। केही बेरपछि साइकल चढेर रिसप आइपुग्यो। आँगनमा टेकेपछि उसले साइकलको घण्टी बजाउन थाल्यो। ऐश्वर्या आँगनमा आई। उसले आफ्नो भाइको ढिपीको बारेमा रिसपलाई बताई। रिसपले उपाय निकालिहाल्यो। रिसपले साइकल ऐश्वर्यालाई चढ्न दियो। ऐश्वर्याले साइकल चढेर आँगनको चक्कर लगाउन थाली। त्यो दृश्य देखेर रिकेशलाई डाहा लाग्यो। रिकेश ढोकामै उभिएर भन्छ, रिसप भाइ, रिसप दाई, म पनि साइकल चल्छु नि ल। रिसपले रिकेशकै बोलीमा भन्यो, तिमीले मेरो साइकल चल्छु त भन्छौ भाइ, तर तिम्रो हातमा चलाको बच्चा रहेछ, त्यही भएर। रिसपको कुरा सुन्दा सुन्दा रिकेशले बचेरोलाई पिँढीमा राखेर कुद्यो। अब ऊ रिसपको साइकलतिर अल्मलिन थाल्यो। सोही मौकामा ऐश्वर्याले बचेरोलाई बोकेर करेसा बारीतिर दौडी। फेरि एकपटक सारौंहरू कहालिएर कराउन थाले। ऐश्वर्यालाई पनि ठुङ्न खोजे। ऐश्वर्याले बचेरोलाई त्यही छाडेर टाप कसी। उता कौशीबाट छिमेकी आन्टी र ऐश्वर्याकी मामुले त्यो दृश्यलाई कौशीबाट हेरिरहेका रहेछन्। हेर्दै हेर्दै माउ सारौंले बचेरालाई आफ्नो पिठ्यूमा राखेर उडाएर लग्यो। त्यसपछि घर वरिपरिको वातावरण पनि शान्त भयो। ऋषभ र ऐश्वर्याकी मामुहरूले एक आपसमा हत्केला जुदाएर खुसी प्रकट गरे। यस एकैछिनपछि ऋषभकी मम्मी बाहिर निस्किन् र छोरालाई भनिन्, छोरा ऋषभ, हाम्रो काम सकियो, अब आफ्नै घर जाऊ। ऋषभले साइकल लिएर गएपछि पो रिकेश ससङ्ग भयो। बल्ल उसले बचेरोलाई सम्झ्यो। तब ऊ कुदेर पिँढीमा पुग्यो, तर त्यहाँ बचेरो थिएन। रिकेशले रुन खोज्दै सोध्यो, खै दिदी मेरो? भाइको वाक्य पूरा नहुँदै दिदीले जवाफ दिए, ए त्यो सारौंको बचेरो, त्यो त भुर्र उडेर आकाशतिर गयो भाइ। त्यसपछि त रिकेश रुन थालिहाल्यो नि, अनि ऊ रुँदै रुँदै करेसाबारीतिर दगुर्यो। दर्शक तथा श्रोतावृन्द, यो रहेको थियो कथाकार
सागरमणि थापाज्यूद्वारा लेखिएको बाल कथा संग्रह चिलले चंगा उडायोबाट 2 वटा रोचक कथाहरू तपाईलाई आजका कथाहरू के कस्ता लागे कृपया कमेन्टमा उल्लेख गर्नुहोला। अब लागौं हिजोको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा मैले सोधेको गाउँ खाने कथा रहेको थियो एकजना मान्छेको जिउभरि प्वाल के हो र यसको सही उत्तर हो डोको। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ आउँछ जान्छ फर्कदैन कसैलाई पर्खदैन के हो। प्रश्न एकपटक फेरि आउँछ जान्छ फर्कदैन कसैलाई पर्खदैन के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा कमेन्ट गर्नुहुने दर्शक श्रोताज्यूको नाम अनि कमेन्ट वाचनतर्फ। हिजोको भिडियोमा कमेन्ट गर्नुहुन्छ सुरज गुरुङज्यूले नाइस भनेर उहाँले कमेन्ट गर्नुभएको छ, धन्यवाद। त्यसैगरी छेवाङ भुटियाज्यू लेख्नुहुन्छ भेरी नाइस स्टोरी, थ्यांक यू फर शेयरिङ विथ अस, लट्स अफ लभ फ्रम सिक्किम गान्तोक भन्नुहुन्छ, धन्यवाद तपाईलाई। त्यसैगरी आशिष छेत्रीज्यू लेख्नुहुन्छ वाउ सो नाइस। त्यसैगरी श्रेया बस्यालज्यू लेख्नुहुन्छ फेभरेट। त्यसैगरी खडक थापाज्यू लेख्नुहुन्छ नाइस। त्यसैगरी भ्यू क्याफेज्यू लेख्नुहुन्छ भेरी नाइस स्टोरी। कल्पना पराजुलीज्यू लेख्नुहुन्छ सर फेरि कथा भन्नुहुन्छ, धन्यवाद। त्यसैगरी लिम्बू विमलज्यू लेख्नुहुन्छ म विमल लिम्बू, तपाईले रिभ भ्यान विङ्कलको कथा भेट्टाउनु भएन हो सरजी भन्नुहुन्छ। मैले उक्त कथा अहिलेसम्म भेटाएको छैन, यदि प्राप्त भएमा अवश्य पनि वाचन गर्नेछु। कमेन्ट गरिदिनु हुने सम्पूर्ण दर्शक श्रोताज्यूलाई धेरै धेरै धन्यवादका साथ भोलिको भिडियोमा अर्को कथाको साथ उपस्थित हुने नै छु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्, नमस्कार।